त्यो अब बोलेर भने कामले गर्दाखेरि अब अहिले यो प्लेटफर्मबाट सुझाव दिने भन्दा पनि आई थिङ्क हामी एउटा मिटिङै बसेर अब खेलकुदको मन लाग्छ समग्र स्टेक होल्डर्सहरूलाई बोलाएर क्रिकेटको समस्या र भलिबलको समस्या कराटेको समस्या टिम स्पोर्ट इन्डिभिजुअल स्पोर्टको समस्याहरू फरक छ क्रिकेट र फुटबलको अलिकति बजेट छ अरू खेलहरूमा एकदम बजेटको न्यूनतमै छ जस्तो भन्नुभयो त्यसैले अब पोलिसी लेभलमा चाहिँ अब मन्त्रीज्यूसँग सदस्यसँग बसेर नै हामी सम्पूर्ण स्टेट होल्डर एउटा खाका तयार गर्नेछौँ अब आधिकारिक घोषणाहरू सायद अब त्यो मन्त्रीज्यूले पनि क्याबिनेट लगेर त्यसलाई पारितहरू गर्नुपर्ने प्रावधानहरू छन् त्यसैले अहिलेलाई हामी धेरै एक्साइटेड नभइकन होइन उहाँ पनि एउटा केही गर्नुपर्छ भएको छ यही खेल क्षेत्रमा छौँ अब सबैजना मिलेर खेलकुद क्षेत्रमा अझ व्यवस्थित आश त हेर्नुहोस् अब हामी बाँच्छौँ नै आश त्यसैले नि अब झन् एउटा युवा प्रतिनिधि भइसकेपछि युवाहरू काम गर्ने जोस शैली फरक हुन्छ तर त्यो सँगसँगै उहाँलाई पनि यो क्षेत्रको बारे बुझ्नको लागि समय पनि लाग्छ त्यसैले प्लस यो अब यो सरकार कहिलेसम्म भनौँ न अब चुनावसम्म मात्र भएको कारणले गर्दाखेरि त्यो समयकालमा अब अहिले पोलिसी लेभलमा के गर्न सकिन्छ कुरामा छलफल गरेर त्यसलाई कार्यान्वयन गर्ने मेकानिजम चाहिँ आधिकारिक रूपमा सायद मन्त्रालय राखेको क्रिकेट फुटबल जति पनि हामी सङ्घ संस्था छौँ उहाँहरूले गरेको निर्देशन हामीले स्वीकारेर खेलकुद क्षेत्रलाई अझ अगाडि बढाउने सोच विचारका साथ हामी अगाडि बढिरहेका छौँ। मन्त्रीज्यू जस्तो अब एनपिएलको पूर्व सन्ध्यामा हुनुहुन्छ आज पहिलोपटक यता निरीक्षणमा पनि आउनु भएको छ के कसरी लिनु भएको छ एनपिएललाई? हामी एकदमै उत्साहित छ यो गेम जसरी पनि हुनुपर्छ र यसलाई भव्य बनाउनेमा चाहिँ सबैजना हामी नेपालीहरू लाग्नुपर्छ किनभने आज जुन रूपले चाहिँ एनपिएलले अगाडि जुन बढेको छ त्यसैभरि खेलाडीहरूको पनि मनोबल बढेको छ यहाँ राष्ट्रिय मात्र नभइकन अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि खेल्ने एउटा ठाउँ जग्गा नेपाल बनेको छ त्यही भएर हामी एकदमै उत्साहित छौँ र नियम कानुन रूप लिएर हाम्रो मन्त्रालयबाट उहाँहरूलाई चाहिँ सक्दो हुने सपोर्ट सबै खालका चाहिँ सपोर्ट गर्नलाई चाहिँ हामी नियमबद्ध बसेर चाहिँ तयार छौँ। सचिवज्यूले पनि भन्नुभयो युवा तथा खेलकुद मन्त्रालयले सम्भवतः पहिलोपटक हुनुपर्छ यतिको यङ मान्छे पाएको छ भनेर कस्तो छ नेतृत्वभित्र गर्न